केही दिनपछि फेरि नयाँ स्ट्र्याटेजी नयाँ हतियार बोकेर उनीहरू फेरि नोभेम्बर 24 मा आउँछ। यतिखेर लिड गर्छन् कोलोनेल सेब्रायड मवेले। उसले त्यो किल्लामा अगाडि तोपहरू राख्छ र 3 दिनसम्म 700 राउन्ड 8 पाउन्डको बारुदले हमला मात्र गर्छ। यस्तो निरन्तर बमको कारणले किल्लाको नर्थ साइडको पर्खाल पत्किन्छ र यो मौका देखेर उनीहरू ह्यान्ड टु ह्यान्ड कम्ब्याक गर्न अघि बढ्छन्। गोर्खा सेनाले इस्ट इन्डिया कम्पनीको आर्मीलाई खुकुरीसँग परिचय गराउँछ। उनीहरूले केही मिनेटमै 4 जना मार्छन् भने झन्डै 60 जना घाइते बनाइन्छन्। यस्तो ह्यान्ड टु ह्यान्ड नसकेर उनीहरू सब फेरि भाग्छन्, फेरि आउँछन्। नतिजा पनि जति गर्दाखेरि पनि हार मात्रै हुने भएकोले अब उनीहरूले राति आक्रमण गर्ने निर्णय गर्छ। राति आक्रमण गर्दाखेरि पनि परिणाम भने चाहिँ त्यही नै हुन्छ।